के छ गाइस, आज फेरि मेरो छुट्टी हैन। म यसो बाहिरतिर जाने प्लान गर्दैछु आज चाहिँ, एक्लै भए पनि हैन। यो चाहिँ मेरो साइकल भइहाल्यो मेरो रुमदेखि बाहिरको ठाउँ। अब म चाहिँ एक्लै घुम्न जाँदैछु। यताबाट गए पछाडि चाहिँ ट्याक्क यतापट्टि हेऱ्यो भने इजिरी सासाबार पुगिन्छ भने यतापट्टिबाट गयो भने चाहिँ हाइवे पुगिन्छ हैन। ट्याक्क म चाहिँ आज बिदाको दिन बिदामा आउन जाँदैछु हैन। अब ट्याक्क यो बाटो गए पछाडि मोरोका पोन्ड कोइनमा जाँदैछु हैन। त्यहाँ चाहिँ ठुलो एउटा पोखरी छ, पोखरीको साइडमा बस्न मिल्ने ठाउँ छ हैन। पुरा राउन्ड छ, एकदम राम्रो छ, हेर्दै गर्नु होला है त। अनि त्यो ठाउँमा जान चाहनुहुन्छ भने चाहिँ फुकुओकाको इजिरीबाट जान सकिन्छ हैन। सासाबारो एकी नजिकै हो, इजिरीको एकीबाट हैन सासाबारो एकी गएर त्यहाँबाट नजिकै छ, म्यापमा हेर्दै पनि जान सक्नुहुन्छ। एकदम ठाउँ राम्रो छ। म चाहिँ त्यो ठाउँको लागि जाँदैछु हैन। त्यहाँ नजिकैको बाटो हो यो। त्यसपछि इजिरीबाट ट्याक्क सासाबारो एकी पुगेर सिधा गए पछाडि चाहिँ त्यहाँ जान सकिन्छ म्याप हेर्दै पनि। अनि म चाहिँ अहिले लगभग त्यो नजिक पुगिसकेको छु हैन। यो सिधा बाटो गएर त्यो दोस्रो त्यो उबाट चाहिँ भित्र छिरे पछाडि त्यहाँ पुग्न सकिन्छ। लगभग त्यहाँ नजिक पुगिसकेको छु। अनि त्यसपछि त्यहाँ चाहिँ फोटोसोटो खिच्ने ठाउँहरू पनि छ हैन। अहिले टाइममा जानु भयो भने चाहिँ फोटोहरू पनि खिच्न सकिन्छ मजाले हैन। अनि यहाँबाट चाहिँ भित्र जाने त्यसपछि हैन। अब यहाँ चाहिँ क्याक्क प्लेन उडिरहेको छ। ल आम्मा कस्तो मजा आएको हेर्नलाई हैन। प्लेन सरर उडिरहेको छ, कहाँको लागि उडेको प्लेन हो हैन। मजा हेर्नलाई प्लेन पनि। अनि त्यसपछि फेरि म बाटो लगातार गर्नेछु। फेरि यहाँबाट सिधा गएपछि लगभग त्यो अगाडि देखेको बत्तीनिर चाहिँ यहाँको मैले भनेको यो पार्क हो हैन। यहाँबाट चाहिँ भित्र छिर्ने ठाउँ हो। म लगभग नजिकै पुगिसकेको छु। त्यो बाटोमा चाहिँ बिरालो बसिरहेको छ। अब त्यो हामी गएपछि पक्कै भाग्ने छ हामी हैन। म गएपछि पक्कै भाग्ने छ। अब प्लेन फेरि देखाउने छु एकचोटि हैन। जुम गर्दा नजिक हैन। अहिले चाहिँ म ठ्याक्क कोइनमा पुगेँ। यस्तो राम्रो छ पार्क चाहिँ हैन। यो देखेको चाहिँ पुरै पार्क हो। यो ठुलो छ हैन। यताउता बस्न मिल्ने ठाउँहरू पनि छ, चौर छ हैन। यहाँ चाहिँ बाहिरपट्टि चाहिँ पानीमा नपस के लेखेको छ जापानिजमा। यस्तो राम्रो छ क्या यहाँ हैन। वरिपरि सबै बस्ने ठाउँ छ। ड्राई फ्रुटहरू लगेर खान मिल्छ मजाले। साथीहरूसँग गएर फोटोसोटो खिच्नको लागि पनि बवालै छ हैन। ट्याक्क बेलुका भ्यूमा गयो भने बवाल देखिन्छ हैन। यो चाहिँ पुरै राउन्डको हो। मान्छेहरू धेरै आउँछ यहाँ। नेपालीहरू पनि धेरैजना आएर बसिरहेको देखेँ मैले यहाँ हैन। जापानिजहरू पनि यहाँ यो साम्पोसी मास भन्छ यहाँ चाहिँ रनिङहरू गरिरहेको हुन्छ हैन। अनि त्यसपछि चाहिँ म ट्याक्क पार्कमा आइपुगिसकेको छु। मैले चाहिँ यस्तो खानेकुरा पनि लगेको थिएँ हैन। कोकहरू किनेर अनि बसेर यसरी आइसक्रिम खाएँ ट्याक्क हैन। अनि त्यस पछाडि चाहिँ बेलुका लगभग रात परिसकेको थियो। अनि म चाहिँ एकचोटि टाउन लाउने सोचेँ पुरै उता पारिपट्टि गएर अनि ट्याक्क आउने सोचेँ। अनि त्यसपछि फेरि म त्यहाँबाट उठेँ, राउन्ड लाउनु सोचेँ मैले हैन। एकदम राम्रो छ हैन। मान्छेहरू पनि बसिरहनु रहेछन् यताउति हैन। म चाहिँ एक्लै गएको, फेरि साथी कोही पनि थिएन हैन। अनि म चाहिँ अब एक राउन्ड लान्छु जान्छु भनेर ट्याक्क उठेँ। अनि सरलक्क राउन्ड लगाएँ हैन। यो चाहिँ नाइटको भ्यू हो। प्लेनहरू पनि यहाँबाट उडे गर्छ हैन। भिडियो खिच्न सकिन्छ प्लेनको पनि। ल कस्तो मजाले उडेको छ हैन त। त्यसपछि यहाँ टक्क बसेर फोटोसोटो खिच्ने, गफ गर्ने हैन। एकदम शान्त ठाउँ छ यो ठाउँमा हैन। जानु होला, फुकुओकामा बस्नुहुन्छ, इजिरी नजिक हुनुहुन्छ, कता ओहासीतिर बस्नुहुन्छ भने जानु होला, एकदम बवाल छ हैन। ल अहिलेको चाहिँ यति नै है त। फेरि भेट्दै होला, बाई बाई।